आधा रातमा बनाएको चटपटे। जसले जेसुकै भनोस् आधा रातमा उठेर चटपटे बनाएर खानुको मजै बेग्लै छ। खाना टन्न खाएर राति मस्त निन्द्रामा सुतेको हुन्छ अनि चटपटे खान मन लागेपछि निन्द्रा समेत बिर्सेर उठिन्छ के। अझ आफू मात्रै होइन, चटपटे खाने भन्दाखेरि आफ्नो भाइ बहिनी पनि सँगसँगै उठ्छन् अनि त्यसपछि मम्मीको गाली खानुपर्छ। आधा रातमा उठेर भूत जसरी के भान्सामा काचाकुचुक गरिकन खाका। मान्छे भएपछि त टाइममा सुत्नुपर्छ, टाइममा उठ्नुपर्छ भनेर मान्छे भएपछि मान्छे जसरी खाना सिक्नुपर्छ के। गोरु हो तिमीहरू आधा रातमा उठिकन पनि परालेर घाँस खाने। मन लागेपछि के नै गर्न सकिन्छ र होइन। मलाई दोष लाउनुहुन्छ यो अस्मिताले सबै भाइ बहिनी बिगाडी, उसलाई खान मलाई उठेर खाए हुन्छ नि, चटपटे खाने हो भनेर दुइटैलाई उठाउँछ सँगसँगै, सबैजना लाग्छन् है लाइन खानलाई। अब के गर्ने होइन, उनीहरूलाई उठाएन भने भोलिपल्ट उठेर मलाई कराउँछन् के तैँले एक्लै बनाएर खाइस्, हामीलाई भनिनस् चटपटे बनाएर एक्लै खानी, तँलाई पनि अबदेखि केही दिँदैनौ हामी, केही बनाउँदैनौ हामी भनेर। अनि साथी खोज्नु परेन, सबैजना भयो भने उनीहरूले नि काटकुट गरिदिन्छन्, यसो मद्दत गरिदिन्छन् आधा रातमा जाडोमा होइन। मम्मीले गाली गरेको सुनेपछि ड्याडी पनि उठ्नुहुन्छ होइन। अनि ड्याडी चटपटे भनेपछि चुप्पो लागेर बसिरहनुहुन्छ क्या सोफामा होइन। चटपटे खाना त मन कसलाई लाग्दैन र है। चुप्पो लागेर बस्नुको रिजन चाहिँ के हो भन्दाखेरि नि, अब चटपटे खानलाई ड्याडी पनि उठेको थाहा पायो भने मम्मीले ड्याडीलाई पनि गाली गर्नुहुन्छ भनेर हो कि खासमा। त्यही भएर चुपचाप बस्नुहुन्छ अनि बनाएपछि दिइहाल्छौँ हामी पनि होइन। अनि गफ गरेर बस्नुहुन्छ, मोबाइल चलाएर बस्नुहुन्छ होइन। अनि चटपटे सबै रेडी भइसकेपछि त ड्याडी लाउनु चटपटे भन्दाखेरि खैले अरू जेसुकै भनौँ म त खान्छु भनिकन ड्याडीले लिनुहुन्छ अनि हामी पनि खान बसेका हुन्छौँ। अनि मम्मीलाई छुटाउने कुरा त भएन, अनि मम्मीलाई लिएर जानुपर्छ है डराइकन। अनि त्यसपछि मम्मी चटपटे त बन्यो खाने हो लाउनु भनेपछि अनि तिमीहरूको मात्रै मुख छ, नबना पो भन्यो त आधा रातमा उठिकन बनाइसकेपछि कसले खाँदैन आधा रातमा खैले भनेर खानुहुन्छ।